राधे राधे। आज म आएको छु गोर्खाको खुनाली जयन्तीमा 50 वर्षको हेर्नु कति राम्रो छन्। हामीसित हुनुहुन्छ आशुतोष दाई, सुरेदा पङ्कज दाई, दादासित भेट भयो सुरज दाईसित। के आइसकेका छन्, के भन्छ लु भन। नमस्ते। जय गोर्खा। फाइनली दादासित भेट भइहाल्यो। के एउटा कुरो सोध्नु थियो। हजुर भित्र चाहिँ के भयो, पानी कहाँ भेट्नु भयो भनिदिनु न। पुरो साथीलाई मैले किनेर ल्याउन लगाएँ पानी। त्यस्तो असुविधा माने हजुरहरूलाई पनि भन्छु, ट्रेनमा बस्नु भयो भने टोइलेट गर्न पानी पहिले चेक गर्नु। सुनिहाल्नु भयो तपाईँहरूले के भन्नुभयो। फाइनली दादा एकजना भेटेर लगाएर राम्रो लाग्छ भन्नुभयो। धेरै धेरै राम्रो लाग्यो भनिदिनु भयो। थ्याङ्क यू। मिलोदीसित भेट भयो। लु कस्तो लाग्यो आएर फाइनली दादासित भेट भयो। दादा के भन्नुहुन्छ कि दर्शकबिन्दुहरूले? अत्यन्त राम्रो लाग्यो। तिम्रो नाम के छ त्यसमा? ज्योतिष ब्लग्सलाई तपाईँहरूले सपोर्ट गर्नुपर्ने हुन्छ। घर कहाँ हो अरे? लखिमपुरबाट है। हामी छेउ छिमेकी हेर्न चाहन्छ। म कोसित भेट भएँ। दादा भनिदिनु होला। कसम गाइस, ये मिल चुके हैं हमको और हम भी भाई से मिले हैं। काफी मजा आ रहा है और दूल्हा जम के अभी हम लोग हैं। और एक बात गाइस, इधर पे मतलब चारों तरफ बहुत सुंदर सुंदर लड़की। और पता है ना, रोहन गुरु सुंदर लड़की देखने से क्या होता है, तो थोड़ा देर आप लोग को बाद में पता चलेगा, क्योंकि गेटअप में अभी तक नहीं। भाइहरू जो हेर्दै हुन्छ तपाईँहरू यिनलाई त चिन्नुहुन्छ होला। नमस्ते सम्पूर्णमा। के भनिदिनु होला तपाईँको एकदम स्पेसियल एउटा भनिदिनु डाइलग। आहा बडा भैया की जय हो। रोशन दा बस एकदम बढिया दादा। दाइ अनि भनिन् न के भन्नु? आइको नै खाइ हाँसिदिनु न। पापु दासित भिडियो बनाउने हो। के गर्ने भनिहाल्नु, प्र्याङ्क गर्ने। हिँड्नु। फाइनली हाम्रा तुली गाड्दै आइपुगेका छन्। अघि आइपुगे भर्खर भेट हुँदैछ। के भनिदिन्छ कि नाक देखाइदिनु न त। आजको ब्लगमा चाहिँ यति हो। हाम्रा मोहन भाइले चाहिँ सपोर्ट गर्न नबिर्सिनु होला। यता हाम्रो अर्को रोस्टर भाइ छन्। यिनले मलाई रोस्ट गर्छु भनेका छन्। हेर्दै जाउँ कहिले आउँछ नि। ल गाइस, राधे राधे।